तिमी गयौ तिम्रो लागि स्वागत छ तिमी जसरी पनि घर आऊ जसरी पनि अब खोजेर ल्याइदिनु पर्यो नाबालिका बच्चा हो उमेर पुगेको पनि छैन समस्या के भने घरबाट नातिनी हराई म चाहिँ दबाई गर्न गएको थिएँ हजुर त्यो नातिनीलाई घर कुरेर बस कि स्कुल जा भन्दा आज स्कुल जान्न म घर कुरेर बस्छु तपाईँ दबाई गर्न जानु भने मलाई हजुर अनि म 11 बजे यहाँबाट निस्केँ 11 बजे निस्केर अनि म 12 त्योसँग कन्ट्याक्ट घरमा छस् कि छैनस् के गरिस् नानी भनौँ भने त्योसँग मोबाइल थिएन त्यसको मोबाइल मैले लुकाएर राखिदिएको थिएँ अनि म चाहिँ आउँदाखेरि 11 बजे गएँ 12 बजे घर आउँदा त्यो छैन गेटमा ताला लगाएछ चाबी चाहिँ उहाँ राखेको मलाई त अनुभव भएन पछि खोज्दा खोज्दा चाबी भेटाएँ अनि कहाँ गई ओली त भनेर मनमा सोचिरहेको छु त्यो दिन ताजिया थियो ताजिया हेर्न गएँ कि साथीसँग भनेर त्यो विश्वासमा बसेँ म अनि त्यसको साथीहरूलाई पनि फोन गर्ने कन्ट्याक्ट पनि भएन अनि त्यसै बस्यो त्यसपछि चाहिँ 13 गते दिन आएन त्यो राति पनि आएन अनि 13 गतेको दिन बिहान म बुहारी काममा गएर म एक्लै जान नसक्ने स्थिति भएर दिदीको बुहारीलाई लगेर गएँ म यहाँबाट गएर इलाकामा गएर कागज लेखाएँ नानी हरायो भनेर उ गरेर कागज लेखाएँ नाबालिका त्यसपछि गएर माइती नेपालमा गइयो माइती नेपालबाट इन्डियाको माइती नेपालमा पनि पुगियो नेपालको माइती नेपालमा पनि पुगियो दुई पति फोटा छोडेर कोसँग भागेको भन्ने थाहा छ कोसँग भागेको थाहा छ त्यो एउटा बेलनपुर भन्दा अलि तल नाला छ नाला भन्दा उता त्यो साइटलको एउटा केटासँग भागेको त्यो नाबालिका छ 14 वर्ष भयो भर्खरै हजुर सँगै यो पढ्ने उनीहरू पढ्ने सँगै न त्यो केटो पढ्ने हैन कि त्यो को मार्फतमा पहिला एकचोटि एउटा केटीले गरेर त्यसलाई समातेर त्यसले ल्याएर भेटाएर गरे अनि फेरि पछि त अब त्यो केटीले त त्यो छोड्दियो अनि त्यो मोबाइल पनि दराजमा राखेको मोबाइल भेटाइछ त्यसले मोबाइल चाबी राखेको बेलामा दराजको मोबाइल भेटाएर अनि लगेर त्योसँग कन्ट्याक्ट हुँदैछ म त दराजमा चाबी अब मोबाइल त्यही होला भन्ने भयो पछि नातिले भने भागिसकेपछि नातिले आमा तपाईँको मोबाइलबाट त दिदी दराजबाट त दिदीले मोबाइल चोरेर लगेर कन्ट्याक्ट गर्थी भनेर भनेपछि बल्ल थाहा पायो अब कहाँ गई कोसँग गई के गरी भनेर अनुभव अनि त्यसको मामालाई फोन गरियो फोन गर्दाखेरि साँझ फोन गर्दाखेरि तपाईँको नातिनी नै खराब रहेछ अनि त्यसपछि हामीलाई के भन्नुहुन्छ भनेपछि त्यसैको भान्जाले लग्यो भन्ने थाहा भयो अनि थाहा भएपछि अनि हामीले अब भोलिपल्ट बिहान 13 गते गइयो लेखाइयो यसले लग्यो भन्ने नभन्दा त अब लेखाउने कुरो त भएन कसले लग्यो भन्ने भयो त्यसपछि त्यसको बाबासँग कन्ट्याक्ट भइसकेपछि अनि त्यसपछि यसले लग्यो भन्ने थाहा भयो गएपछि अनि इलाकामा लेखाइयो अनि दुई पत्ती फोटा र इलाकामा लेखाएपछि अनि त्यसपछि नेपालको माइती नेपालमा गयो अनि इन्डियाको माइती नेपालमा पनि दुई पत्ती फोटा त्यहाँ छोडियो सिसी क्यामेरा हेर्ने हिसाबले चाहिँ रोबडियाको त्यो नागरिकता देखाउनेको यतापट्टि एसएससी डिएससी कार्यालय छ नि हो त्यहाँ गयो त्यहाँ जाँदाखेरि त्यहाँबाट निवेदन लेखाइयो निवेदन लेखाउँदाखेरि 160 भारू आइसी लिने रहेछ अनि मैले त्यो लेखाएँ यस्तो नाबालिका हराएछ अरे रोबडियाबाट अब छिरायो कि के गर्यो कि भनेर हामीले चाहिँ यो बारेमा बुझ्नु पर्यो नेपालमा छ कि इन्डिया छ कि भनेर यति कुरा बुझ्नु पर्यो भनेर मैले त्यहाँ निवेदन लेखाएँ लेखाउँदाखेरि त्यसले त्यति बेला नहेर्ने रहेछन् तिनीहरूले नम्बर टिपेर राखे हामीले हेर्छौँ हेरिसकेपछि तपाईँलाई अनि चाहिँ खबर गरौँला भनेर भन्दै खबर पनि आएन त्यसपछि म त्यहाँ गएन अनि त्यसपछि म फेरि केटाको घरतिर यसै बुझ्दै जाँदाखेरि अनि त्यहाँबाट फला अब रोबडिया गएर रहेछ भन्ने भयो केटा कति वर्षको केटा चाहिँ 17-18 वर्षको 17 वर्षको केटाले अनि केटी कति वर्षको 14 वर्षको हजुर कतिमा पढ्ने हुन् अब 10 मा गयो अब एसएलसी दिने हो टेस्ट पढेको कुन स्कुल हो यो सगरमाथा ज्ञानुमामी स्कुल यो तपाईहरु बस्ने ठाउँको नाम के हो यो चाहिँ मदन यो चाहिँ यसलाई भन्छन् इटाबाटा भन्छन् के अरे अब यो बागेश्वरी बोर्डिङको आसपास भनौँ न ए कोहलपुर वडा नम्बर 3 वडा नम्बर 3 हजुर वडा नम्बर 3 केटीको नाम के हो केटीको नाम रिदिका थानी केटाको नाम कमल परियार हजुर ए उहाँको घर परिवारले के भन्नुहुन्छ अहिले यो कमल परिवारको उसले के भन्छ भने खै हामीलाई त थाहा छैन हामीले त अब यस्तो केटी अब नल्याए यस्तो बच्चा केटी भनेर भनेको तपाईँको नातिनीले मान्दैन हामीले त भेटाएको छैनौँ थाहा छैन भनेर बाबुले भन्छ अनि उसको दिदीसँग कन्ट्याक्ट हुँदो रहेछ योभन्दा पहिला पनि भागेको अथवा उसँगै भागेको भन्ने कुरा गर्नु हैन हजुर त्यतिखेर कहाँबाट ल्याउनु भयो त्यसैको घरमै लुगा रहेछ घरमै लुगा रहेछ घर परिवार मिलेरै लुगा रहेछन् त्यतिखेर अनि पछि त्यो यहाँबाट रुपडिया त्यो 12 गते जाँदाखेरि घरको एउटा परिवार गएर पटाएको छ चाहे अङ्कल चाहे बा चाहे आमा चाहे को है अब हामीले त देख्ने सिसी क्यामेरा देखेपछि मान्छे चिन्छौँ गरी यसले पठायो भन्ने थाहा हुन्छ अनि एकजना मान्छेले पठाएको अरे त्यसलाई पठाएको मेरो छोरी बोर्डर कटाइदिएको रे हजुर कोले कटायो अथवा अङ्कल हो कि अङ्कल भन्थे अरे तिनीहरूले अङ्कल भन्थे गरे अब अङ्कल त अङ्कल हो बालाई नै अङ्कल भन्यो कि के थाहा अब सिसी क्यामेरा हेरेपछि बल्ल हामीले चाहिँ मान्छे चिन्छौँ यसले पठायो भन्ने आमालाई पनि चिन्छु बालाई पनि चिन्छु मामालाई पनि चिन्छु त्यहाँभन्दा अरूलाई हामीले चिन्ने कुरो छैन तर सिसी क्यामेरा हेरेपछि मान्छे यसले पठाएछ भने समात्नु पऱ्यो बल्ल बाल त अहिले मैले हुँदै होइन भनेको छ
हो र त्यही हुँदैन भनेको छ। अनि त्यहाँबाट त्यही उसले अहिले गइरहेको छ उता। कुन ठाउँमा छन् तिनीहरू अहिले अहिले त्यो तिनीहरू मुम्बई पुना भन्ने ठाउँमा, इन्डियाको पुना। इन्डिया गएर बस्दाखेरि साथीकोमा गएर बस्दाखेरि के अरे अजमगढको त्यो उसमा गएर त्यहाँ बसेछन्। त्यहाँबाट मैले गर्न सक्दैन यहाँ भनेपछि त्यहाँबाट लियो भनेर उहरू लगेर त्यहाँबाट फेरि अर्को ठाउँ गएछन् तिनीहरू, त्यही पुना भन्ने ठाउँमा। अब के भन्न चाहनुहुन्छ यो भिडियोमा? के भन्न चाहन्छ, जसरी पनि अब खोजेर ल्याइदिनु पर्यो। नाबालिका बच्चा हो, अब उमेर पुगेको पनि छैन।